नमस्ते साथीहरू। फेरि पनि मैले अर्को रेसिपी लिएर आएको छु र हजुरहरूले यो भिडियो अन्तिमसम्म हेरिदिनुहोस् होला। अनि मन पर्यो भने लाइक, सेयर, कमेन्ट अनि फलो पनि गरिदिनुहोस् होला। अनि युट्युबमा हेर्नु हुँदैछ भने सब्सक्राइब पनि गरिदिनुहोस् होला। र आज चाहिँ म करेलाको अचार बनाउनु गइरहेको छु र जसलाई चाहिँ करेला पटक्कै मन पर्दैन उसलाई चाहिँ यो रेसिपीले बनाउनु भयो भने मैले बनाएको जस्तै गरेर बनाउनु भयो भने मन नपराउनेहरूले पनि पक्का नै मन पराउनुहुन्छ। र मैले चाहिँ यहाँ एक पावा जस्तै करेला लिएर आएको छु र यसलाई चाहिँ मैले मजाले काटेर त्यसको भित्रको दाना सबै निकालिसकेको छु र फेरि धोएर चाहिँ त्यसलाई मैले यहाँ सानो सानो पिसमा मैले काटिरहेको छु र तपाईँहरूले यसलाई ठुलो पनि काट्नु सक्नुहुनेछ अनि ठुल्ठुलो पनि राख्नु सक्नुहुनेछ। र त्यसलाई फ्राई गर्नुको लागि चाहिँ मैले यहाँ कराहीमा तेल राखिसकेँ अनि त्यसपछि चाहिँ मैले अघि काटेको करेलालाई मैले यहाँ अलिअलि गर्दै फ्राई गरिरहेको छु र यो चाहिँ मजाले डिप फ्राइड गर्नुपर्ने हुन्छ। अनि यो डिप फ्राई भइसकेपछि यतिको गोल्डन कलरको चाहिँ हामीले भुट्नुपर्ने हुन्छ। र त्यसपछि मैले एउटा प्यानमा यहाँ सानो चम्चीको आधा चम्ची कालो तोरी राखेको छु अनि सानो चम्चीको आधा चम्ची सेतो तोरीलाई पनि राखेको छु र यहाँ 4 चम्ची जस्तो मैले तिललाई पनि राखेको छु। र त्यसपछि हल्कासँगले भुटेर त्यसलाई निकालिसकेपछि मैले फेरि एउटा प्यानमा यहाँ अलिकति मैले यहाँ तेल राखिसकेपछि मैले यहाँ टमाटर, प्याज अनि खोर्सानीलाई पनि हल्कासँगले भुटिसकेपछि मैले अघिको तोरी अनि तिललाई पनि मिक्सी जारमा हालेँ र यो भुटेको प्याजहरूलाई पनि त्यहाँ हालिसकेपछि यतिको पेस्ट चाहिँ बनाउनु पर्ने हुन्छ। र मैले अघिकै फ्राई गरेको कराईलाई मैले यहाँ लिइसकेपछि त्यसमा मैले अलिकति तेल राखेँ र अलिकति जिरा पनि भुटेँ र त्यसमा त्यो पेस्ट मैले हालिदिइसकेपछि त्यसमाथिबाट सानो चम्चीको आधा चम्ची कलर खोर्सानी राखेँ अनि स्वाद अनुसार नुन र त्यसपछि चाहिँ मैले त्यो जारलाई नै अलिकति पानीले यहाँ पखालेर त्यही हालेको छु। अनि त्यसलाई चाहिँ एकछिन बोइल गरिसकेपछि चाहिँ अघि भुटेको करेलालाई मैले यहाँ राखेको छु र त्यसलाई एकछिन चलाएर यहाँ 3-4 मिनट जस्तो चाहिँ एकछिन छोडिदिनुपर्छ। अनि यो मजाले त्यसको रस है त्यो ग्रेभी चाहिँ त्यो करेलामा पस्छ र आजको मेरो यो करेलाको अचार नभए करेलाको तरकारी चाहिँ रेडी भइसकेको छ र हजुरहरूले पनि यसरी बनाएर खानुहोस् है।